अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्यागमनमा उत्रिएपछि मध्यपूर्वमा तनाव बढेको छ। United States and Israel are launching airstrikes across Iran. Explosions rocked multiple cities across Iran, including its capital, Tehran. Videos from Tehran show smoke. You see it here billowing over the city. And now we're getting reports of explosions in Gulf Arab countries hosting U.S. military bases. Live look now at Abu Dhabi, where explosions were reported, in addition to Bahrain and Qatar. The United States and Israel has launched a dramatic airstrike campaign targeting Iran, and Iran has responded with fire across the wider Middle East. खास गरी खाडी मुलुकमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाएर जवाफी हमला गरेको छ। इरानले बहराइन, कतार, कुवेत, युएई, साउदी अरब, जोर्डन लगायतका देशका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको छ। आक्रमणपछि सम्बन्धित देशका सरकार र ती देशमा रहेका नेपाली दूतावासहरूले अलग अलग सूचना जारी गर्दै अवस्था सामान्य नहुन्जेल अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ। साथै सतर्क अवस्थामा रहन र सरकारी निकायको आधिकारिक सूचनालाई फलो गर्न पनि जानकारी गराएका छन्। परराष्ट्र मन्त्रालयले एक विशेष ट्राभल एडभाइजरी जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। नेपाल सरकार र विभिन्न आप्रवासन संस्थाहरूको पछिल्लो तथ्याङ्क अनुसार खाडी र मध्यपूर्वमा करिब 20 लाखको हाराहारीमा नेपालीहरू रहेका छन्। जसअनुसार खाडीका प्रमुख 6 मुलुकहरूमध्ये युएईमा सबैभन्दा धेरै नेपालीहरू छन्, जहाँ करिब 6 लाख भन्दा बढी नेपालीहरू रहेको बताइन्छ। साउदी अरबमा 4,50,000, कुवेतमा 1,20,000, बहराइन र ओमानमा 50,000 भन्दा बढी नेपालीहरू रहेको सरकारी एवं आप्रवासन संस्थाहरूको तथ्याङ्कमा उल्लेख छ। यसबाहेक इजरायलमा करिब 5,000 नेपालीहरू केयर गिभर र कृषि क्षेत्रमा कार्यरत छन्। खाडी मुलुकहरू नेपालीका लागि वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरू हुन्। मध्यपूर्वमा पछिल्लो 24 घण्टामा विकसित सैन्य तनावका कारण त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता उत्पन्न भएको छ। इजरायल र इरान बीचको प्रत्यक्ष सैन्य टकराव र खाडी क्षेत्रमा रहेका सैन्य अखडाहरूलाई लक्षित गरी भएका आक्रमणले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू प्रत्यक्ष जोखिममा परेका छन्। विशेष गरी खुल्ला स्थानमा रहेर निर्माण कार्यमा संलग्न र सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीहरू बढी जोखिममा रहेको त्यहाँ रहेका नेपालीहरू बताउँछन्। साथै कुवेत सरकार र सम्बन्धित सुरक्षा निकायबाट जारी आधिकारिक सूचना मात्र विश्वास गरी पालना गर्न, सकेसम्म घरभित्र सुरक्षित रहन, अनावश्यक रूपमा बाहिर ननिस्कन नेपाल वा अन्य मुलुकमा यात्रा गर्नेहरूले सम्बन्धित एयरलाइन्सको वेबसाइट वा टिकट एजेन्ट मार्फत जानकारी लिएर मात्र यात्रा सम्बन्धी निर्णय लिन अनुरोध गरिएको छ। मध्यपूर्वको आकाश असुरक्षित भएपछि काठमाडौँबाट दोहा, दुबई, रियाद लगायतका अन्य गन्तव्यका लागि हुने उडानहरू आज प्रभावित भएका छन्। उडान रोकिँदा सयौंको संख्यामा नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्। पछिल्लो तनावका कारण बिदामा स्वदेश फर्किने, चुनावका लागि स्वदेश आउने नेपालीहरू समेत अलपत्र पर्ने जोखिम बढेको छ। नेपाल सरकारले हालसम्म कुनै पनि मुलुकबाट सामूहिक उद्धारको ठोस योजना सार्वजनिक नगरे पनि दूतावासहरूलाई हाई अलर्टमा राखिएको जनाएको छ। आप्रवासन विज्ञहरूका अनुसार खाडी मुलुकमा द्वन्द्व चर्किएमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिटेन्स ठप्प हुने र 20 लाख नेपालीहरूको सुरक्षित फिर्ती सरकारका लागि निकै ठूलो चुनौती बनेको छ। परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपालीहरूलाई समस्यामा परेमा सम्बन्धित नेपाली दूतावासमा सम्पर्क गर्न र सामाजिक सञ्जालमा आउने अपुष्ट हल्लाको पछि नलाग्न आग्रह गरेको छ।